सभामुखमा डोल प्रसाद अर्याल निर्वाचित भएपछि उनकै सभापतित्वमा बसेको प्रतिनिधि सभाको पहिलो बैठक प्रतिपक्षको अवरोध बिना नै सञ्चालन भयो। अघिल्लो संसदमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र नेकपा एमाले खुम्चिएर दोस्रो र तेस्रो दल बन्नु र चौथो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा झण्डै 2/3 मतसहित अहिले ठूलो दलको हैसियतमा छ। नवनियुक्त सभामुख अर्यालले बैठकको अध्यक्षता गर्दा दृश्य केही फरक देखियो। यसअघि शुक्रबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अध्यक्षता गर्दाको आलिशान कुर्सीको साटो सभामुख अर्यालका लागि सामान्य कुर्सीको व्यवस्था गरिएको थियो। यसबाट सभामुख अर्यालले पहिलो बैठकबाटै आफूलाई सामान्यकरण गर्ने सकारात्मक सन्देश दिएका छन्। तर सभामुख निर्वाचित भएपछिको पहिलो बैठकमा शीर्ष नेताहरू बस्ने लहरका कुर्सी खाली देखिँदा सदनकै खल्लो समेत देखियो। बैठक कक्षको अगाडिको लहरमा शीर्ष नेताहरूका लागि सीट व्यवस्थापन गरिएको थियो, तर सत्ता र प्रतिपक्षकै शीर्ष नेताहरू अनुपस्थित थिए। यसप्रति सत्तारूढ रासपाकै सांसदले प्रश्न उठाए। सांसद मनिष हाले सदन चिया पसल वा चौतारी नभएको टिप्पणी गर्दै जहाँ मन लागेको समयमा आउने र नलागे नआउने प्रविधिप्रति आलोचना गरे। सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ। हामीले यो दृष्टान्तहरू सम्झिन पनि आवश्यक छ कि सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा उसले दम्भ देखाउने होइन। यसो भनिरहँदा उनकै पार्टीका सभापति रवि लामिछाने पनि केही समय मात्र बैठकमा बसेर बाहिरिसकेका थिए। खरो रूपमा प्रस्तुत भएका झाले अब सदन दलहरूको बन्दी नबन्ने दावी गरे। विशेष समयमा बोल्दै उनले सदन संसदीय सिद्धान्तका आधारमा चल्ने जिकिर गरेका हुन्। पहिलेका सदन धेरै ठाउँबाट बन्दी हुने गरेकोमा अब त्यस्तो नहुने र वर्तमान सदन दक्षिण एसियाकै उत्कृष्ट रहेको उनको दावी थियो। रासपाका प्रवक्ता समेत रहेका झाले सदनमा सत्ता पक्ष बलियो हुँदा दम्भ देखाउन नहुने समेत बताए। यसअघिका संसदमा सभामुख र सत्ता पक्षले आफूहरू प्रतिपक्षमा रहँदा आवाज दबाएको उनीहरूको आरोप थियो। बैठकमा बोलेका रासपाका प्राय सबै सांसदहरूले जनताका अपेक्षा पूरा गर्ने गरी आवाज उठाउने र प्रतिपक्षसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने बताएका थिए। रासपाकै सांसद कविन्द्र बुढाकोटीले सभामुख अर्यालले देशको व्यवस्था उन्नत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रमुख प्रतिपक्षी दलले पनि विगतका गल्ती नदोहोर्याई जिम्मेवारपूर्ण ढंगले काम गर्न सभामुखलाई सुझाव दिए। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले नवनिर्वाचित सभामुखलाई शुभकामना दिँदै प्रतिपक्षको आवाजलाई नदबाई राख्न दिन आग्रह गरे। उनले प्रतिपक्षलाई कमजोर ठानेर अघि बढे त्यो सही नहुने चेतावनी समेत दिए। पहिला बन्दी भएर गल्तीहरू भएका छन्, त्यो फेरि नदोहोरियोस् त हामीले चाहिँ नि यो चाहिँ संसदीय परम्परा विरोधी भयो भनेर यहीँबाट बोल्न नपरोस्। यो चाहिँ अहिले पनि म शुभकामना साथ आग्रह गर्न चाहन्छु। सोमबारको बैठकको शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषय उठाएका थिए। संसदको पहिलो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै केही समय अवरोध गरेको नेकपा एमाले सोमबार भने शान्त देखिएको थियो। आफ्ना अध्यक्षलाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै सदन र सड़कबाट सशक्त आवाज उठाउने बताए पनि सोमबारको बैठकमा एमाले संयमित देखियो। एमाले सांसद ऐनबहादुर महर र विष्णुमाया विकले ओलीको बिना शर्त रिहाईको माग भने गरे। सांसद महरले सरकारले गैर कानूनी र गैर न्यायिक ढंगले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको उल्लेख गर्दै लोकतन्त्रमा पूर्वाग्रह त्यागेर विधिको शासनमा जोड़ दिन आग्रह गरे। हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सरकारले बडो गैर कानूनी र गैर न्यायिक ढंगले पक्राउ गरेको छ। त्यसै सांसद विष्णुमाया विकले अमित शाह पराजुली डिजिटल बुलिङमा परेको विषय उठाउँदै विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसाको शिकार हुने गरेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्। यता नेपाली कम्युनिष्ट पार्टी नेकपाले नयाँ सरकारलाई स्टन गरेर समय बर्बाद नगर्न र एक्सनमा जान सुझाव दिएको छ। सांसद युवराज दुलालले राज्यको समय ट्रायल र स्टनमा खर्च गरिए नवयुवाहरूको भावना सम्बोधन हुन नसक्ने जिकिर गरे। राज्यको समय ट्रायल गरेर स्टन्ट गरेर बर्बाद गर्यौं भने हामीले फेरि नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था आउँदैन। उपसभामुख बन्ने चर्चामा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको तारिफ गरिन्। उनले हिन्दू परम्परा अनुसार प्रधानमन्त्रीको शपथ लिएको विषयमा भएको आलोचनाप्रति आपत्ति जनाउँदै नेपालमा धर्मनिरपेक्षता भनेको आफ्नो धर्म मान्न नपाउनु हो भन्दै प्रश्न समेत उठाइन्।
फरक प्रसंगमा उनले एसियाली विकास बैंक र विश्व बैंकबाट ठूलो सहुलियत ऋण लिने मन्त्री परिषदको निर्णयप्रति प्रश्न उठाइन्। डिजिटल नेपाल ट्रान्सफर्मेशन र दिगो वित्त परियोजनाका लागि 90 मिलियन अमेरिकी डलर ऋण संसदीय समिति र नीतिगत बहस बिना लिनु पारदर्शी नभएको उनको तर्क थियो। संसदीय समिति उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ। बैठकले सभा सञ्चालनका लागि आवश्यक 2 समिति गठन गरेको छ। 21 सदस्यीय प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समिति र प्रतिनिधि सभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन गरिएको छ। 15 सदस्यीय नयाँ नियमावली मस्यौदा समितिको सभापतिमा गणेश पराजुली रहेका छन्। यस्तै बैठकले 3 अध्यादेश स्वीकृत गरेको छ। गृहमन्त्री सुदन गुरुङद्वारा प्रस्तुत मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन 2082 र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 लाई सर्वसम्मतले स्वीकृत गरेको छ। बैठकले पूर्व सांसद रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ। अब प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो 1 बजे बस्नेछ।